हेलो गाइज, आज चाहिँ वेलकम टु माई न्यू ब्लग। आज चाहिँ मेरो हात किन फोर्छ भन्नुवाला एउटा चिज देखाउँछ है गाइजहरू। गाइजहरू तरुल गाइजहरू, तरुल यत्रो छ यार। यो चाहिँ मैले कहाँबाट खन्याम देखाउँछ है, हटिदिनुहोस्। यति मेहनत लाग्यो नि योमा, हातको हालत यस्तो छ। टाढो जाने एउटा यहाँबाट अरू यहाँबाट। मेरो चप्पल पनि हिँड्छ। हुन्छ गाइस आइसक्यो गाइजहरू, टुल लिएर। यो चिन्ताले खनेको हो। यो चाहिँ मेरो बाइक। अब म चाहिँ गाइजहरू मोल ल्याउनु जाँदैछु। म मोल लिएर आउँछु अनि भेटौँ। ल गाइज बाई, अलि भेटौँ है गाइजहरू। मेरो बाइकमा चाहिँ तेल सकिएर स्टार्टै हुन्न। अब हिँड्दै जानु। सुरुमा हात खुट्टाहरूमै गाइजहरू। यो मोबाइल कहाँ राख्नु राख्छु है गाइजहरू। ज्याकेट स्याकेट सब उतै छ। हात त धुनु पऱ्यो गाइज। आज लास्ट मिहिनेत हान्ने कि गाइज। अलि साँझ बसेर तरुल खानुपर्छ। गाइजहरू एउटा कुरा चिज देखाउँछु कि तपाईँहरूलाई, हेर्नुहोस् है। हाम्रो घरमा चाहिँ अस्ति स्ट्रबेरी रोपेको स्ट्रबेरी फलेको छ। तपाईँहरूलाई देखाउँछु। त्यहाँ चाहिँ मेरो बाइक छ। त्यहाँ चाहिँ मेरो कुकुर कुदी 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 यस्तो कि बेला त बोलाउनै हुँदैन, आइहाल्छ। सबभन्दा अगाडि हजुरले देखाउँछु। चाहिँ अस्ति भर्खर रोपे ड्रेगन फ्रुट। यत्रो हो यो यार। यता आँखु यता ढल्या ड्रेगन फ्रुटको रुख, यता फुलहरू। यो बड्डा मेवा खतरा भएको छ नि यार। यो सब चराले खाइदिएछ। स्ट्रबेरी देखाउँछु है।
ए टोटल 3 बुटा छन् अब हेर्नुहोस् है स्टोरी ए यत्रिको भएछ अन्त यस्तो चाहिँ यो चाहिँ ल यताको हेर्नुहोस् है यसको बुटा क्या दामी छ कि यो चाहिँ गाइजहरू मेरो फर्स्ट ओरिजिनल भलाको जसले फर्स्ट टाइमहरू लाग्नु भएको छ प्लिज गाइजहरू सब्सक्राइब गरेर मेरो 100 सब्सक्राइबर कम्प्लिट गरिदिनु होला गाइज यहाँ केरा अर्को त केरा त टन्नै छन् कि एउटा त्यहाँ एउटा यो त्यो एउटा दुईटा देखिन होला राउन्डसित यो क्यामेराले चाहिँ जीवन टाढा दुईटा आयो नि यति नै छ एउटा 3टा अझै छन् कि एउटा यहाँ छ 4वटा ये बोटा मिवा त यार मिवाले किरालाई सब चराले खाइसकेको छ मेरो बाख्राहरू चाहिँ कराइराखन् केरो खाने हो गाइसहरू अब यस्तो दामी दामी केरो फल्छ हाम्रो गाउँमा चाहिँ गाइजन लभली ल केरो त यहाँ पनि छ गाइजहरू मेरो मम्मीले चाहिँ मेरो बहिनीको लागि भनेर सानो पिङ्क बनाइदिनु हा अब त्यहाँ गएर मैले राज गर्छु त्यो पिङ्क पनि देखाइहाल्छु त्यही रातो रातो देखिरह ल म जान्छु है अहिले फेरि आउँछन् साइकल अर्को साइकल कान्छो के छ खबर अब चाहिँ ए गाइस सुरुमा म बस्छु है उही भात चाहिँ लागेर यार ल है ल वाह लभली ल ल है गाइस ल एकछिन है ल त्यही फास्ट कि उहीमा उही ओया हजुरले भ्यू हेर्नु छिन त त्यहाँ यो लास्टै हुँदैछ क्या है भ्यू हेर्नु है भ्यू यार लुटेर यार कपडे यस्तो भयो ल बाई बाई गाइज अर्को भ्लगमा भेटौँला ल अब 2-3 दिनपछि नयाँ भ्लग आउँछ है।